हेलो साथीहरू, तपाईँहरूलाई आज फेरि पनि मेरो ट्रेकिङको सेकेन्ड ब्लगमा स्वागत छ। हामी आज काठमाडौँको कलङ्कीबाट फेरि पनि ट्रेकिङको लागि राइड सुरु गरिरहेका छौँ। हामी आज फेरि चितलाङभन्दा पनि पारि टिस्टुङ भन्ने ठाउँमा हामी ट्रेकिङको लागि जाँदैछौँ। ट्रेकिङ आउँदै गर्दाखेरि चाहिँ हामी चन्द्रगिरीको डाँडा हुँदै आउँदैछौँ अनि त्यसपछि त्यहाँनिर चन्द्रगिरीको माथि डाँडाबाट चाहिँ कति राम्रो सबै काठमाडौँको भ्यूहरू पाहाडहरू देखिँदो रहेछ। अनि त्यो हेर्दै पाहाडहरू देख्दै रमाउँदै हामी आउँदै गर्दा अनि हामी चाहिँ चन्द्रगिरी हुँदै चितलाङ हुँदै चाहिँ हामी टिस्टुङसम्ममा गाडीको यात्रा गर्दै आउँदै गर्दा अनि कति राम्रो बाटोहरू घरहरू र मानिसहरू कति राम्रो व्यक्तिहरू हामीले भेटायौँ। अनि जहाँ जहाँ गाडी रोकेको थियो अनि त्यहाँ त्यहाँ चाहिँ हामी मानिसहरूसँग बोल्दा कति खुसीको कुराहरू हामीले पाएका छौँ। अनि हामी त्यसै गर्दै आउँदै गर्दा फाइनल हामी चाहिँ टिस्टुङ गाउँलाई पनि हामीले देख्यौँ। अनि त्यसपछि हामीलाई चाहिँ टिस्टुङ बजारमा चाहिँ गाडीले झारिदिनु भयो र हामी त्यहाँदेखि चाहिँ हामी टिस्टुङको टिस्टुङ रिसोर्ट भन्ने ठाउँमा चाहिँ हामी भन्ने रिसोर्टमा चाहिँ हामी बस्ने भएको भएर त्यहाँदेखि चाहिँ हामी हिँड्दै रिसोर्टसम्म आयौँ। लगभग हामीलाई त्यहाँदेखि रिसोर्ट आइपुग्नलाई 30 मिनट अराउन्ड सायद 45 मिनट जस्तो हामीलाई लाग्यो होला। हामी त्यति मजाले चाहिँ गरी हेरेनौँ। अनि त्यहाँबाट हामी यता आउँदै गर्दा चाहिँ हामी बाटोमा चाहिँ यहाँको बासिन्दाहरूलाई भेट्यौँ। कति राम्रो हुनुहुँदो रहेछ उहाँहरू चाहिँ सबैजना बोलिने, कहाँ जानुहुने, कसरी आउनुभयो, कता हिँड्नुहुने, कता पुग्नुहुने, कहाँ पुग्नुहुने भनेर सोध्नुहुँदै थियो। अनि हामी चाहिँ माथिको रिसोर्टमा बस्नको लागि आएको हो भनेर सोधेको। अनि उहाँहरूले चाहिँ आउने बाटोहरू देखाइदिनु भयो। अनि आउँदै गर्दा बाटोमा धेरै राम्रो कुराहरू हामीले देख्न पायौँ। कुराहरू भन्दाखेरि चाहिँ कति राम्रो बन्दाहरू फल्दै गरेको, आलुहरू हामीले बाटोमा भेट्यौँ, आलु बारीहरू कति राम्रो राम्रो। अनि त्यसै गर्दै हामी चाहिँ उकालो चढ्दै माथि रिसोर्ट आउनलाई चाहिँ अलिकति बजारभन्दा अलिकति माथि आउनु पर्दो रहेछ। अनि हामी चाहिँ उकालो चढ्दै अनि अलिकति माथि आउँदाखेरि चाहिँ मजाले टिस्टुङको सहर गाउँहरू देखिँदो रहेछ। अनि त्यसै गर्दै गर्दै हामी हिँड्दै आयौँ। अनि त्यसपछि आउँदै गर्दाखेरि चाहिँ हामीले सर्ट बाटो थाहा नभएर चाहिँ रिसोर्टको हामी चाहिँ लङ रुट हामी रोडै नै हिँड्दै आयौँ। अनि यहाँ दाजुहरूले चाहिँ भरे भन्नुभयो यहाँबाट यहाँ आउने सर्ट बाटो पनि छ नि त, तपाईँहरूले देख्नु भएन तल बोर्ड लगाएको छ भन्नुहुँदै थियो। बोर्ड त हामीले देखेका थियौँ तर पनि त्यो बोर्ड चाहिँ उतै गएको जस्तो लागेर चाहिँ हामी चाहिँ त्यो बाटै घुम्दै आयौँ। यदि तपाईँहरू अर्को टाइम आउनुहुन्छ भने चाहिँ बोर्ड लगाएको ठ्याक्कै उकालो चढ्नुभयो भने चाहिँ रिसोर्टमा सर्ट बाटोमा आउनुहुँदो रहेछ। अनि रिसोर्ट आइसकेपछि चाहिँ यहाँनिर हामीलाई वेलकम गर्नुभयो दाजुहरूले, कफी अनि पपकर्न अनि त्यसपछि ब्रेकफास्ट दिनुभयो। ब्रेकफास्टमा पनि मिठो मिठो कुराहरू उहाँहरूले दिनुभएको छ, हामी भिडियोमा राखिसकेका छौँ। अनि त्यसपछि चाहिँ हामी ब्रेकफास्ट गरेर हामीले डिनर नगरेर चाहिँ हामी बस्ने रुममा आयौँ। अनि रुम भन्दाखेरि चाहिँ घर भन्छु म चाहिँ, उहाँहरूले चाहिँ कटेज भन्नुहुँदो रहेछ। ठ्याक्कै एउटा सानो एट्याच बाथरुम अनि त्यसपछि बेडरुम भएकोलाई चाहिँ उहाँहरूले चाहिँ कटेज भन्नुहुँदो रहेछ। अनि त्यहाँ आएर हामी चाहिँ चेक इन गरेर सामानहरू राख्यौँ। अनि सामानहरू राखिसकेपछि हामी चाहिँ यहाँनिर कहाँ छ हामी घुम्ने ठाउँ भनेर दाजुहरूलाई सोध्यौँ, किनकि हामीलाई थाहा नभएको कारणले हामी फर्स्ट टाइम आयो नि त, सबैजना फर्स्ट टाइम भएको भएर। अनि सोद्धाखेरि चाहिँ दाजुहरूले चाहिँ यहाँनिर चाहिँ अलिकति नजिक भनेको मुलाबारी भनिने ठाउँमा छ भन्नुभयो। अनि त्यसपछि हामी त्यहाँ जानको लागि रेडी भएर हामी चाहिँ हिँड्न थाल्यौँ। अनि हिँडिसकेपछि अनि यहाँनिर स्टाफहरूले भन्नुभएको थियो बाइकमा अथवा अटोमा चाहिँ 1 घन्टा लाग्छ भन्नुभएको थियो। अनि हामी चाहिँ हिँड्दै जाँदाखेरि चाहिँ हामी चाहिँ ट्रेक गरेको खासमा। अनि यहाँदेखि ट्रेकिङ गर्दाखेरि चाहिँ हामीलाई चाहिँ मुलाबारी भनिने ठाउँमा पुग्दा चाहिँ लगभग हामीलाई 4 घन्टा चाहिँ हामीले ट्रेकिङ गरिसकेपछि चाहिँ हामी त्यो ठाउँमा पुग्यौँ। अनि त्यो ठाउँमा पुग्यौँ अनि पुगेपछि त्यहाँनिर फोटोहरू खिच्यौँ, भिडियोहरू खिच्यौँ। अनि पुग्दै गर्दा हामी बाटोमा हिँड्दै जाँदाखेरि त्यहाँनिर धेरै कुराहरू हामीले देख्यौँ। अहिले काफल पाक्ने टाइम, काफल फल्ने समयहरू भएको कारणले, ऐसेलु पाक्ने समयहरू भएको कारणले ऐसेलु खाँदै काफलहरू हेर्दै अनि गुराँसहरू चाहिँ यो सिजनमा चाहिँ सकिसकेको रहेछ। अलिकति अगाडि आउँदा चाहिँ मजाले हामीले हेर्न पाउँदो रहेछौँ, तर यो सिजनमा चाहिँ सकिसकेको रहेछ। लगभग अलिअलि चाहिँ हामीले देख्ने मौका पायौँ। अनि त्यसपछि हामी
हिँड्दै हिँड्दै जाँदाखेरि हामी ऐसेलु धेरै खाँदाखेरि चाहिँ हामीलाई हाम्रो छुनाले ऐसेलु टिपेर दिनु पनि भयो अनि ऐसेलु टिपेर दिँदाखेरि चाहिँ उहाँको हातमा काँडा भिजेछ अनि भिजिसकेपछि अनि एनाले चाहिँ फेरि छुनाको काँडा निकालिदिनु भयो अनि त्यसरी गर्दै 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 हामी चाहिँ गएर पनि अनि त्यहाँनिर सबै कुराहरू रमाइलो गरेर हेरेर त्यहाँ गइसकेपछि पनि त्यहाँनिर भेडा बाख्राहरू चढाउनु हुने दाजुहरू चाहिँ त्यहाँ बस्नु भएको रहेछ अनि त्यहाँ दाजुहरू पनि कति मजाले बोल्नुहुने अनि बोल्यो गफ गर्यो छुनाले पनि गफ गर्नुभयो मजाले अनि त्यसपछि लगभग हामीले 15-20 मिनट जस्तो हामीले गफ गऱ्यौँ होला अनि गफ गरेर अनि त्यसपछि फेरि हामी केही भिडियोहरू फेरि बनायौँ अनि बनाइसकेपछि चाहिँ हामी त्यसपछि चाहिँ हामी फेरि हाम्रो बाटोतिर लाग्यो अनि हाम्रो बाटोतिर लाग्दै गर्दा हामी चाहिँ रिसोर्ट आउनलाई हामी चाहिँ त्यहाँदेखि हिँड्यौँ अनि त्यसपछि हिँड्दाखेरि चाहिँ लगभग हामीलाई त्यहाँदेखि रिसोर्ट आउँदाखेरि चाहिँ हामीले चाहिँ के भनेको थियौँ अब चाहिँ अलमल गर्नु हुँदैन धेरै टाढो रहेछ रात पर्छ हामीलाई भनेको थियो भनेर चाहिँ हामी त्यहाँदेखि चाँडो चाँडो फर्किनुपर्छ भनेर आयो आउँदै गर्दा फेरि बाटोमा फोटो खिच्यौँ भिडियोहरू बनायौँ अनि त्यस्तो गर्दै हामी हाम्रो रिसोर्टतिर फर्क्यौँ अनि रिसोर्टतिर आउँदै गर्दा ला हामीलाई त 4 घन्टा लागेको थियो टाइम लाग्छ होला भनेको थियो अनि आउँदा चाहिँ हामीलाई 4 घन्टा चाहिँ लागेन आउँदा चाहिँ के भयो भन्दाखेरि चाहिँ आउँदा चाहिँ हामीलाई 3 घन्टामा चाहिँ हामी यस ठाउँसम्म आइपुग्यौँ अनि आइसकेपछि यहाँनिर आएर हामी चाहिँ एकछिन अनि आएर चाहिँ हामी यहाँनिर फ्रेस भयो अनि पिङहरू हामीले खेल्यौँ यहाँको गार्डनहरूमा घुम्यौँ अनि त्यसपछि चाहिँ अनि फेरि हामी रमाइलो गरेर घुमेर अनि सबै कुराहरू गरेर चाहिँ हामी माथि गयौँ अनि माथि गइसकेपछि क्याम्प फायरिङ हाम्रो भयो त्यहाँनिर आगोसागो बालेर रमाइलो गऱ्यौँ एकछिन तातो पनि भयो जाडो पनि भइरहेको थियो अनि त्यसपछि त्यहाँ रमाइलो गरिसकेपछि चाहिँ हामीले फेरि खानाहरू खायौँ खानाहरू खाइसकेपछि हामी त्यसपछि चाहिँ हामी चाहिँ फेरि सबै स्टाफहरूसँग बिदा लिएर लु हामी जान्छौँ थकाइ लागेको छ भनेर चाहिँ हामी फेरि रुममा आयौँ यदि तपाईँहरू साथीहरू टिस्टुङ घुम्न आउनुहुन्छ भने तपाईँहरू टिस्टुङ आउनुभएको छैन अथवा तपाईँहरूको आउने प्लानिङ छ अब तपाईँहरू आउनुहुन्छ भने चाहिँ टिस्टुङ रिसोर्ट भनेर चाहिँ सर्च गरेर यहाँ बुक गर्न सक्नुहुन्छ धेरै राम्रो छ इन्भाइरोमेन्टहरू अनि यहाँको स्टाफहरू यहाँको प्लस साउ धेरै राम्रो हुनुहुन्छ अनि त्यहाँनिर हामी बेलुका क्याम्प फायरिङ गर्दाखेरि पनि हाम्रो साउ हुनुहुन्थ्यो हामी त्यहाँ उहाँहरूसँग गफ गऱ्यौँ स्टाफहरूसँग गफ गऱ्यौँ आगोहरू ताप्यौँ अनि त्यसपछि हामीले बार्बिक्यू पनि गऱ्यौँ त्यति रमाइलोहरू भयो अनि यदि तपाईँहरू आउनुहुन्छ भने चाहिँ टिस्टुङ रिसोर्टलाई सम्झिन सक्नुहुन्छ धेरै राम्रो छ अनि हाइटमा पनि छ प्लस यहाँदेखि चाहिँ नाइटको भ्यू अनि मर्निङ भ्यू सन आउँदै गरेको कुराहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ त्यसरी चाहिँ हामीले हाम्रो दिनहरूलाई हिजोको समयहरूलाई चाहिँ हामीले बितायौँ आज फेरि हामी टिस्टुङको यो कता कता छ घुम्ने ठाउँहरू हामी यतै घुम्छौँ हामी चाहिँ पालुङ जाने भनेर योजना चाहिँ बनाएका थियौँ तर हामी पालुङ जाँदैनौँ किनकि टाढो छ अरे गाडीमै 1-1.5 घन्टा लाग्छ अरे फेरि हामी चाहिँ अझै काठमाडौँ फर्किने भएको भएर वहाँ गएर घुमेर आग्रा घुम्ने भन्ने हाम्रो योजना थियो तर आग्रा घुमेर सबै कुरा गरेर काठमाडौँ फर्किँदा चाहिँ हामीलाई अलिकति नभ्याउने हो कि भन्ने भएको भएर चाहिँ हामी चाहिँ वहाँ जाँदैनौँ अनि हामी यतै कता कता घुम्ने ठाउँ छ हामी यहीँ घुमेर फेरि हामी काठमाडौँतिर फर्किन्छौँ थ्याङ्क यू गाइज सबैजनालाई बाई बाई